ल हेर्नुहोस् त गाइस है, यति राम्रो ठाउँ छ है। यो नेपालको कुनै एउटा हो। यहाँ प्रायः जस्तो कलाकारहरू सुटिङहरू गर्न आउँछन्। हिजो यो ठाउँमा तपाईँको चाहिँ भटभटे माइलाहरू आउनु भएको थियो सुटिङ गर्न। यो ठाउँ चाहिँ अति राम्रो सुन्दर बस्ती ठाउँ हो। हेर्नुहोस् यो भटभटे माइलाहरू, उनीहरूको बुधबार बिहीबारको 8:30 बजेतिर तपाईँको यो आउँछ। एउटा के गीत भन्नेमा निकाल्नु भएको छ। यो गाइस सल्लाहको रुख हेर्नु त, यो पुरा टोटल सल्लाहको रुख छ। जुम्ला भन्दा कम छैन है। त्यो खर्सु, हाम्रो जुम्लामा खर्सु भन्छौँ, अब यहाँ के भन्छन्, यहाँ डाले घाँस भन्छन् कि के भन्छन्। उता हेर्नुहोस् गाउँ हल्का हल्का घर देखिरहेका छ। म यो डाँडा काँडामा आएको छु। हेर्नुहोस् त मेरो ब्याग, उता मेरो ब्याग छ। त्यो ब्याग चाहिँ हो। त्यो ब्यागमा मैले जडीबुटी लिएर आएको छु। गाइज मेरो फोटो त देख्नु भयो होइन ल, होइन गाइज। अब म तपाईँहरूलाई सक्दो प्रयास फोटो देखाउने पक्षमा जान्छु, चिन्ता नगर्नु होला गाइज। फोटो खासै देखाउने पक्षमा गएको देखिन है गाइज, तैपनि सम्झनु होला। म एउटा टुक्का झम्मै पाडेर भन्छु गाइज, राम्रो होला नराम्रो होला त्यो चाहिँ सम्झिदिनु है। यहाँ हेर्नुहोस्, हाम्रो पाटनमा घोडाहरूले खाने, गाईहरूले खाने, घोडीहरूले खाने बुके। यो बुके हेर्नु त, ल एउटा टुक्का म भन्छु है त गाइज। ल गाइज एउटा म गीत गाउँछु है त। मैले गाउँछु भनेको थिएँ, अब मैले चाहिँ गाउन लाएँ होइन। यो ठाउँमा डुल्न आया कति राम्रा ठौर, यो ठाउँमा डुल्न आया कति राम्रा ठौर, मेरी मैयाका बस्या छौ आफ्नै आफ्नै ठौर हो। पिडालो होस् गर सानो, बेबानी बैसले झुक्याउला, बेलैमा होस् गर सानो, बेबानी बैसले झुक्याउला। गाउँदा गाउँदै स्वर सुकी गो कसो गरी गाउने, गाउँदा गाउँदै स्वर सुकी गो कसो गरी गाउने, यो ठाउँलाई छोडेपछि कसो गरी आउने हो। पिडालु होस् गर सानो, बेबानी बैसले झुक्याउला, बेलैमा होस् गर सानो, बेबानी बैसले